गाइज वेलकम ब्याक टु आवर न्यू भिडियो। आज चाहिँ हामीहरू चन्द्रगिरी जाँदैछौँ होइन। यहाँ अर्को पनि छैन। हेलो, कहाँ जाँदैछौँ हामी? चन्द्रगिरी। कतिको खुसी छ? खुसी छु नि हौ। पोहोरदेखिको सपना। आजको वेदर यस्तो छ, राम्रो छ, घाम लागिरहेछ। दुईजना हिँडिरहेछन्। त्यता साना साना केबल कारहरू देखिरहेछ, कुदिरहेछन्। अब नजिकै आइसकेको छु। त्यो बिल्डिङमा जानुपर्ने छ। अब चाहिँ हामीहरू आइपुग्न लाग्यौँ। अब अलिकति माथि चढ्नु छ यहाँबाट। यही दिनमा अनि अहिले हामी चाहिँ अब आइपुग्न लाग्यौँ। चाहिँ चन्द्रगिरीको गेटमा आइपुग्यौँ। सास बढेर स्याहाँ भइसकेको छ। यो चाहिँ चन्द्रगिरीको गेट। यहाँ चाहिँ हाम्रा दुईवटा सिस्टरहरू आउँदैछन्। गलेर सास फेर्नै गाह्रो भइसकेको छ हामीलाई। हामी चाहिँ अब गेटभित्र छिर्न लागेको। भारी बोकेर हिँडेको छौँ ज्याकेटहरू। हिँड्दै गर्मी भएर नछेकिएन हो। हामी भित्र छिर्यो। अब यो चाहिँ गेटभित्रबाट हामीहरू यता निक्ल्यौँ। मेरो लुगाले नि धोका दियो नि त। अलिक सबैलाई फोटो राम्रो चाहिएको हुन्छ। चस्मा लगाएर सबैजना खतरा। हामी चाहिँ यहाँ माथि आइपुग्यौँ। अब यहाँदेखिको भ्यू चन्द्रगिरीको भ्यू यो। टिकट काट्न जाँदै हुन्छ। त्यता पर्खेर बसिरा टिकट काट्न छिर्नुभयो। एकदम आउँदो रहेछ। मान्छेहरू हामी चाहिँ यहाँ ज्याकेटहरू बोकेर बसिरहेको छौँ। अब टिकट काट्यौँ। अब हामी केबल कारमा चढ्छौँ। भन्नु छ कहाँबाट चढ्ने? अब त्यता माथि गएर चढ्छौँ हामीहरू। अब चाहिँ हामीहरू माथि जाँदैछौँ। हिँड गाइजी। इन्दिरा भाउजू म पनि जाँदैछु अब चाहिँ भित्र।
कताबाट जाने हो हामी चाहिँ भित्र छिरिसक्यौँ हामी चाहिँ अब यहाँ लाइनमा बसिरहेको छौँ केवाल घाट चढ्नलाई हेलो हेलो हामी चाहिँ छिरिङमा बस्छौँ हामी चाहिँ चढ्यौँ अब माथि आइपुग्यौँ हामीहरू बस पार्कमा आइपुग्यौँ हामीहरू चन्द्रगिरीको भ्यू खै हामी चाहिँ आइपुग्न लाग्यौँ आइपुग्यौँ केवल कारबाट झरेर अब हिँड्दैछौँ मन्दिरतिर भाउजू कस्तो लाग्यो त एक्सपिरियन्स केवल कार फर्स्ट टाइम चढेको हामी चाहिँ एकदम रमाइलो लाग्यो म त चढेको थिइनँ फर्स्ट टाइम हो एकदम रमाइलो एक्सपिरियन्स भयो हिमाल हिमाल त चढिँदैन होला कहिले पनि यहीँबाट हेरेर चित्त बुझाउने हो अनि हिँड्ने हो यति हिँड्दै स्यासे हुन्छ हिमाल कसरी चढिन्छ त अनि भाउजू हौ सिस्टर हामी चाहिँ मन्दिर पुग्न लाग्यौँ अब कहाँ छ हर्स राइडिङ हामी चाहिँ मन्दिर आइसक्यौँ अब लाइनमा बसेको छौँ हामीहरू बिर्सिहाल्छ हेर्न यता मन्दिरबाट भ्यू दर्शन गरेर आइसक्यौँ भगवानको कस्तो लाग्यो त एकदम रमाइलो लाग्यो ओके ल
हामी चाहिँ अब फोटो खिच्ने त्यसमा चाहिँ कार्यक्रम हुँदैछ हाम्रो चाहिँ अब अनि त्यस पछाडि चाहिँ एकछिन यता घुमेर हामी जाने हो हामी चाहिँ अब फर्किने तर्फमा छौँ यता अब स्काई वकहरू यताउता रहेछ जिप लाइनहरू त्यही हेर्ने हो अनि त्यसरी फर्किने हो त्यहाँ हामी पूजा गरेर तल केवल कारतिर फर्किँदैछौँ कस्तो भयो त पूजा राम्रो भयो अब चाहिँ हामीहरू यहाँबाट फर्केको केवल कारतिर केवल कारतिर घरतिर होइन किन ठट्टा गर्दै त होइन तिमी अब तल झर्दैछौँ यहाँदेखिको भ्यू हेर्नुहोस् भ्यू हामी चाहिँ केवल कारमा फर्किँदैछौँ हामी 3 जना मात्रै छौँ अहिले चाहिँ यो चाहिँ केवल कारदेखिको भ्यू यस्तो छ अगाडि अनि यो चाहिँ माथि केवल कार जाँदैछौँ जाँदैछ है चाहिँ हामी पुगिसक्यौँ है लगभग पुगिसक्यौँ अनि झर्छौँ अनि त्यस पछाडि हामी घरतर्फ लाग्छौँ